ओम दुम दुर्गायै नमः। ओम श्री ज्यालपादेव्यै नमः। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। म श्रीमद्देवी भागवत महापुराणको प्रथम स्कन्धको प्रथम अध्यायको कथा प्रस्तुत गर्न लाग्दैछु। यो प्रथम अध्यायमा महर्षि शौनकद्वारा सूतजीसँग देवी भागवत महापुराण श्रवण गराउनको लागि अनुरोध गरिएको छ र यसमा सर्वप्रथम उल्लेख गरिएको छ ओम सर्वचैतन्य रूपं तां आद्यं विद्यं च धीमहि बुद्धिं या न प्रचोदयात्। समस्त चेतनाको रूपमा रहेकी आदि शक्ति ब्रह्म विद्या स्वरूपिणी भगवती जगदम्बाको हामी ध्यान गर्दछौँ। उनले हाम्रो बुद्धिलाई माथि जान प्रेरणा दिउन् भनेर मङ्गलाचरण गरिएको छ। मङ्गलाचरण गरिसकेपछि शौनक ऋषिले बिन्ती गर्दै पौराणिक सुतजीसँग भन्नुहुन्छ, हे सुतजी, तपाईँ पुराणहरूमा अग्रगामी हुनुहुन्छ। अर्थात् तपाईँ जुनसुकै पनि पुराण चाहिँ भन्न सक्नुहुन्छ। तपाईँ भाग्यमानी हुनुहुन्छ र धन्य हुनुहुन्छ, किनकि तपाईले पुराण संहिताहरूको राम्ररी अध्ययन गर्नु भएको छ। पहिले महर्षि वेदव्यासले 18 महापुराणहरू रचेका थिए। तपाईले ती सबै 18 पुराणहरूको राम्ररी अध्ययन गर्नुभएको छ। त्यसैले 5 लक्षणले सम्पन्न र अनेकौं रहस्य भएका सबै महापुराणहरूलाई वेदव्यासबाट तपाईले राम्रो अध्ययन गरेको हुनाले र हाम्रो पुण्यको कारणले नै भनौँ, तपाईँ यो अत्यन्त दिव्य, विश्वास गर्न योग्य र कलिको दोषबाट मुक्त भएको यो पवित्र धाममा पाल्नु भएको छ। यो कस्तो स्थान छ भन्नुहुन्छ भने यो मुनिको समाज हो, पुण्य प्रदान गर्ने स्थान हो र हामी पुराण संहिता सुन्न चाहिँ चाहन्छौँ। तपाईले सावधान भएर हामीलाई उपदेश गर्नुहोस्। के को उपदेश गर्नुहोस् भने पुराण सम्बन्धीकै उपदेश गर्नुहोस्। तपाईँ आदि भौतिक, आदि दैविक र आध्यात्मिक तीन तापबाट रहित हुनुहोस्, दीर्घायु हुनुहोस् र आज वेद समान मानिने श्रीमद्देवी भागवत महापुराणको कथा हामीलाई सुनाउनुहोस्। किनभनेदेखि कानलाई आनन्द प्रदान गर्ने पुराणै हो। स्वाद जान्ने व्यक्तिहरूले बताएका छन् कि पुराण श्रवण भन्दा अरू कानलाई आनन्द दिने कुरा केही पनि छैन। जसरी 6 प्रकारका रसबाट जिब्रोले आनन्द प्राप्त गर्दछ, त्यसै गरी बुद्धिमान विद्वान पुरुषको वचनबाट बुद्धिमानको कानलाई परम सुख प्राप्त हुन्छ। यो कान सुन्नु भनेको त कहाँसम्म हो भने कान नभएका सर्प पनि शब्द सुनेर मोहित हुन्छन्, तर कान भएका मानिसहरूले
यदि पुराण सुन्दैनन् भने प्रकारान्तरले भनौँ तिनीहरूलाई पनि हामीले कान नभएका नै भन्नुपर्छ। त्यही विचार गरेर चाहिँ हामी सकर्ण अर्थात् कान भएका व्यक्ति भएका हुनाले पुराण सुन्नको लागि सावधान भएर यहाँ आएका छौँ। आउने कारण के हो भने कलियुगदेखि डराएका एउटा कारण हो। अर्को कारण नैमिषारण्य जस्तो पवित्र क्षेत्रमा बसोबास गर्ने हामी ब्राह्मणहरू हौँ। त्यसैले गर्दाखेरि हामी पुराण सुन्न चाहन्छौँ। भनिएको छ कि कुनै न कुनै कर्म गरेर समय बिताउनु पर्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ। तर मूर्खहरूले त नराम्रा काममा लागेर खराब लतमा लागेर आफ्नो समय बिताउँछन्। तर विद्वानहरू भने शास्त्र चिन्तन गरेर समय बिताउने गर्छन्। त्यसैले हामीहरू सबै विद्वानहरू हौँ। हामीहरू पुराण सुन्न चाहन्छौँ। त्यसैले श्रीमद्देवी भागवत महापुराण तपाईँले श्रवण गराइदिनुहोस्। किनभने जल्प र वादले युक्त अर्थात् तर्क र वितर्कले युक्त शास्त्र पनि विचित्र छन्। पुराणहरू र शास्त्रहरू पनि ती तीन प्रकारका छन्। मूर्खको हातमा परे भने तिनले घमण्ड र ईर्ष्या द्वेष आदि बढाउँछन्। तर सज्जनको हातमा परे भने तिनले सबैको कल्याण गर्दछन्। अनेक प्रकारका अर्थवादले सम्पन्न युक्ति युक्त र तृप्ति गराउने ठूलो आकार भएका पुराणहरू छन्। अनि तिनै पुराणहरू मध्येको श्रीमद् देवी भागवत महापुराण हामी सुन्न चाहन्छौँ। अब शास्त्रहरूमा पनि वेदान्त सात्विक शास्त्र भनेर मानिएको छ। मीमांसालाई राजशास्त्र भनेर मानिएको छ। तर्क वितर्कले युक्त भएको न्यायशास्त्रलाई तामस शास्त्र हो भनेर मानिएको छ। तपाईँले भन्नुभएको छ कि शास्त्रहरूकै समान पुराणहरू पनि अनेक थरीका कथाले भरिएका छन्। ती पुराणहरू पनि सत्वगुण, रजोगुण र तमोगुण तीनै प्रकारका गुण भएका छन्। र ती पुराणहरू पनि 5 लक्षणले युक्त भएका छन्। 5 लक्षणले युक्त भएको पुराणहरूमा 5औं पुराण श्रीमद्देवी भागवत वेद समान मानिएको छ। यो पुराण सबै प्रकारका शास्त्रीय लक्षणले पनि परिपूर्ण छ। त्यसैले तपाईँले पहिले पुराणहरूको चर्चा गर्ने क्रममा देवी भागवतको नाम मात्र बताउनु भएको थियो। त्यो अद्भुत छ, धर्मको प्रकाशक छ, मोक्ष चाहने प्राणीहरूलाई मोक्ष प्रदान गर्ने कर्ममा समर्थ छ भनेर तपाईँले भन्नुभएको थियो। आज तपाईँले अघि संक्षेपमा चर्चा गरिएको जुन श्रीमद्देवी भागवत हो, त्यो श्रीमद्देवी भागवत महापुराणलाई विस्तारपूर्वक सुनाएर हाम्रो कल्याण गर्नुहोस्। सबै द्विजहरू दिव्य देवी भागवत पुराण सुन्न चाहन्छन्। किनभने आफ्ना गुरुको कृपा प्राप्त गरेका कारण तपाईँ सत्वगुणका आश्रय हुनुहुन्छ। व्यासजीद्वारा बताइएको पुराण संहितालाई
तपाईँले राम्ररी जान्नुभएको छ। त्यसैले तपाईँको मुखबाट प्रकट भएका जति पुराण हामीले सुन्यौं तीबाट हामी अत्यन्त आनन्दित भएका छौं। जसरी देवताहरू अमृत पान गरेर कहिल्यै अगाउँदैनन्, त्यसै गरेर हामी पनि तपाईँको मुखारविन्दबाट पुराणहरूका वचन श्रवण गरेर कहिल्यै पनि तृप्त हुँदैनौं। त्यो अमृतलाई पनि धिक्कार छ, किनभने त्यो अमृत पनि जसले पिउँछ पिउनेलाई मात्रै अमर बनाइदिन्छ। फेरि अमृत पिएर मुक्ति प्राप्त गर्न सकिँदैन, परन्तु देवी भागवतका वचन रूप अमृतमान गर्ने मानिस अति शीघ्र सङ्कटबाट पनि मुक्त हुन्छ र संसार सागरबाट पनि पार हुन्छ, अर्थात् उसले मोक्ष प्राप्त गर्छ। त्यसैले हामी जुन अमृतमान गर्न हजारौंको संख्यामा यहाँ भेला भएका छौं, त्यसबाट हामीले पूर्ण शान्ति पाउन सकेका छैनौं। यज्ञहरूको फल स्वर्ग प्राप्ति हो, तर त्यो स्वर्ग पाएर के गर्नु? एक दिन छिँडे पुण्य मर्त्यलोकम विसन्ति भने झैं एक दिन त्यसबाट खस्नु पर्दछ। पुण्य गर्यो, स्वर्ग प्राप्त गर्यो, पुनः सकिएपछि संसारमा झर्यो। यही चक्र छ। यो चक्रबाट कहिल्यै पनि आत्म शान्ति भन्ने कुरा हुँदैन। त्यसैले 3 गुणले भरिएको कालचक्रमा भ्रमण गर्ने जीवहरूले बिना ज्ञान कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्दैनन्। यो कुरा शङ्कराचार्यले पनि चर्पट पञ्जरीमा भन्नुभएको छ। कुरुते गङ्गा सागर गमनम व्रत परिपालनमथवा दानम ज्ञानविहीन सर्वमतेन मुक्तिर्न भवति जन्म सतेन भनेर। त्यसैले तपाईले अत्यन्त पवित्र रहस्यले परिपूर्ण भएको मुक्ति चाहने जीवहरूलाई मुक्ति प्रदान गर्ने, सबैलाई प्यारो लाग्ने र सबै प्रकारका रसले भरिएको श्रीमद्देवी भागवत महापुराणको कथा हामीलाई सुनाउनुहोस् भनेर यो श्रीमद्देवी भागवतको प्रथम स्कन्धको प्रथम अध्यायमा महर्षि शौनकजीले पौराणिक सुतजीसित बिन्ती गर्नुभयो। ओम श्री जालपा देव्यै नमः।